We are in Kerala, Adapalli Church. Nanu त्यहाँ जानु हुँदैन बाबा बाबु सिद्धार्थ सिद्धार्थ त्यहाँनिर माथि कृष्ण भगवान्कोमा गएपछि चाहिँ नि यहाँ राखिदिन्छ कृष्ण भगवान्कोमा गएपछि चाहिँ हाम्रो स्केलिटन चाहिँ यहाँ राख्नुहुन्छ मे गॉड ब्लेस एभ्रीवन सोल भन रेस्ट इन पीस भन कम कम No, everyone. सबैजना ओके सो मैले तपाईहरुलाई चाहिँ आज चाहिँ लिएर आएको छु एडापल्ली कोचीको चाहिँ चर्च एन्ड लुक इट्स सो ब्युटिफुल इट्स लाइक वी आर इन इटली और पेरिस और समथिङ यति राम्रो यति दामी आर्किटेक्चर फर अ चर्च आई हेभ सीन इट फर द फर्स्ट टाइम मैले गोवातिर पनि आई हेभ बीन टु many churches but this is something special यति मन पर्यो मलाई यहाँनिर आएर पुरा आउनु पनि मन लागिरहेको थियो यहाँनिर हो सो हामीले चाहिँ केरला कोचीबाट फर्किने बेलामा चाहिँ यहाँनिर हामीले चाहिँ आउने प्लानिङ बनाए इट वाज सक्सेसफुल तपाईहरु हेर्नुस् हामीसँग हिँड्नुस् भित्र के छ कसो छ फोटो भिडियो गर्दैछु स्विजरल्यान्ड आएको जस्तै भयो है इटली ग्रिसहरू है यस्तै टाइप हामी पहिले हम में थे अभी हम इटली में आ गए भने नि Mother Mary Now I am going inside, no photographer over there. So peaceful. घरी चाहिँ कहाँबाट देखाउनु घरी चाहिँ कहाँबाट देखाउनु घरी चाहिँ कहाँ देखाउनु यहाँ चाहिँ यहाँ फोटो खिचिदिन्छु माता मरियमसँग माता मरियमसँग फोटो खिचिदिन्छु माता मरियम मदर मेरी
जिजस क्राइस्टको मम्मा See that? जुत्ता सुज लागेन हौ लागेन लाग्यो लागेन एज लु हामीले अब यो ब्युटिफुल चर्च भिजिट पनि गरिसक्यो अब हामी यहाँबाट अरू जग्गा जान्छु अरू जग्गा घुम्छु अझै निकै हामीले केरलामा घुमेको जग्गाहरू पुरै छ हो त्यसको कतिवटा भिडियोजहरू मैले अझै पनि स्टिल अपलोड गर्नै पाएको छुइनँ तर म गर्दैछु बिस्तारै बिस्तारै गर्दै हो हेर्नुहोस् तपाईँ यहाँको भ्यू कस्तो दामी छ तपाईँहरू पनि जानुहोस् भिजिट गर्नुहोस् केरला इज लाइक गड्स ओन कन्ट्री भन्छ नि इट इज एक्चुली तपाईँहरू आएर हेर्नुहोस् इट्स भेरी ब्युटिफुल कोचीमा त हामी बेसी बस्नु पनि पाएनौँ ओन्ली 1 डे 1 नाइट हामी त्यहाँनिर बसेँ अन्त जति हामी सक्छु त्यति वी ह्याड भिजिट सो आजको लागि यति नै म आशा गर्छु तपाईँहरूलाई यो चर्च यो मेरो भिडियो मन पर्यो हो सो गिभ मी सम लभ शेयर लाइक कमेन्ट एन्ड सब्सक्राइब म अझै पनि तपाईँहरूको लागि यस्तै दामी दामी भिडियोजहरू लिएर आउनेछु See you. Adios. Bye-bye. Thanks for watching. I'll be back soon. Take care.